नमस्कार विद्यार्थी साथीहरू, आजको भिडियोमा हजुरहरूलाई स्वागत छ। आज हामीले अत्यन्तै खुसीको खबर ल्याएर हजुरहरू सामु प्रस्तुत गरिरहेका छौँ। आज राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को पूरक परीक्षाको नतिजा भर्खरै सार्वजनिक गरेको छ। नतिजा चेक गर्ने तरिकासहित जानकारी लिएर म उपस्थित भइसकेको छु। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को पूरक परीक्षाको नतिजा भर्खरै सार्वजनिक गरेको छ। बोर्डले नतिजा सार्वजनिक भएको जानकारी एक विज्ञप्ति निकालेको थियो। विज्ञप्तिमा निम्न कुराहरू उल्लेख गरिएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरद्वारा 2082 साल असोज 7 गते र 8 गते सञ्चालन भएको कक्षा 12 को मौका पूरक परीक्षाको परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको मिति 2082 साल 7 महिना 23 गतेको निर्णयअनुसार सार्वजनिक गरिएको छ भनिएको छ। यहाँनिर परीक्षाफलको विवरण निम्न दिएको छ। जम्मा परीक्षार्थीको सङ्ख्या 1,04,026, जसमध्ये सबै विषयमा ग्रेड प्राप्त गर्न विद्यार्थीहरूको सङ्ख्या 76,367 रहेको छ। ग्रेड प्राप्त प्रतिशत 73.41% विद्यार्थीहरू यस परीक्षामा पास भएका छन्। परीक्षा रद्द गरिएका परीक्षार्थीको सङ्ख्या 4 जना। 4 जना परीक्षार्थीहरूको परीक्षा फल रद्द गरिएको छ। नतिजा कसरी चेक गर्ने त अब? नतिजा चेक गर्नका लागि आफ्नो मोबाइलमा रहेको गुगल एप वा अन्य कुनै ब्राउजर ओपन गरी सर्च बारमा गएर www.neb.gov.np टाइप गरी दिएका निर्देशनहरू फलो गरी सजिलै चेक गर्न सकिन्छ। अर्को तरिका, त्यसैगरी नेपाल टेलिकमको वेबसाइट रहेको छ www.neb.ntc.net.np। दुईवटा वेबसाइट मार्फत कक्षा 12 को नतिजा चेक गर्न सक्नुहुनेछ। यसैगरी SMS सेवा मार्फत पनि नतिजा चेक गर्न सकिन्छ। त्यसका लागि तपाईँ नेपाल टेलिकम NTC को युजर हुनुपर्ने हुन्छ वा NTC सिम हजुरहरूसँग हुनुपर्ने हुन्छ। यदि हजुरहरूसँग नमस्ते अर्थात् नेपाल टेलिकमको सिम छ भने सजिलै SMS मार्फत पनि हजुरहरूले आफ्नो नतिजा चेक गर्न सक्नुहुनेछ। तपाईसँग यदि नेपाल टेलिकमको सिम छ भने हजुर आफ्नो मोबाइलको SMS बक्समा गई क्यापिटलमा NEB टाइप गरी स्पेस दिई आफ्नो सिम्बल नम्बर टाइप गरी 1600 SMS गरे तपाईँले कक्षा 12 को पूरक परीक्षाको नतिजा सजिलै चेक गर्न सक्नुहुनेछ। यदि हजुरको नतिजामा कुनै समस्या आएको छ भने यसै च्यानलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। तपाईँलाई यो जानकारी इन्फर्मेटिभ लाग्यो होला। यदि हजुरले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरी साइडमा रहेको बेल आइकनलाई थिच्न नबिर्सनुहोला। साथै यो भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न नबिर्सनुहोला। धन्यवाद।